हेलो साथीहरू, आज चाहिँ मेरो फर्स्ट मिनी भ्लग। आज चाहिँ साउन 15 खिर पकाउँदैछु। मलाई जस्तो आयो त्यस्तै बनाएँ। आज चाहिँ खिरमा लाउनु पर्ने सबै चिजहरू मलाई आउने जति है सबै चिजहरू राखिसकेँ। अनि त्यो एकछिन चलाएँ त्यसलाई चाहिँ। अनि फेरि यतातिर अचारहरू पनि रेडी गर्नु पर्यो। अचार पनि बनाउन थालेँ। म चाहिँ काटकुट पारेको थिएँ नि त। अनि त्यो चाहिँ भैलो बनाएन। अनि घरि नुन बिर्सिने अनि यहाँ चाहिँ खिर पनि पाकिसक्यो। अनि सबैलाई लाउँदैछु, अचार पनि राखिदिँदैछु। अनि मम्मीहरू आन्टीहरू भाइ बहिनी सबैलाई बोलाएको थियो नि त। अनि सबैलाई भात लगाइसकेँ। मेरो छोरा चाहिँ यहाँ चलाइरहेको छ। अनि यता चाहिँ म, बहिनी पनि छ, मम्मी, अनि त्यसपछि यता चाहिँ आन्टी, अनि यता चाहिँ आन्टी यसो टेस्ट गर्दै हुन्छ कस्तो खाने। अनि म पनि, अनि बहिनी मिठो छ भन्दैछ, म पनि मिठो लाग्यो आज चाहिँ मम्मीहरू। अनि यता चाहिँ मेरो छोरी छ। अनि यता चाहिँ बहिनी, हामी चाहिँ दिदी बहिनी मात्रै, धेरै कम्ती। भाइले चाहिँ त्यति मन पराउँदैन। अनि भाइ चाहिँ आएन। अनि त्यसपछि हामी सबैजना मिलेर यसो भिडियोहरू चाहिँ क्याप्चर गर्दै थियौँ। बहिनीलाई मिठो